आउनुहुन्छ हाम्रो बर्थडे गर्ल। हेलो। हामी सेलिब्रेसन गर्नेछौँ बर्थडे। तुमा चाहिँ छोरालाई है ल सो हेलो एभ्रीबडी, वेलकम ब्याक इन माई न्यू ब्लग। तपाईँलाई स्वागत छ मेरो एउटा नयाँ ब्लगमा। र अहिले चाहिँ 1:09 भइरहेछ। आज चाहिँ जेठ 21 गते। आज चाहिँ मेरो मम्मीको बर्थडे हो, त्यही भएर आज चाहिँ हामी सेलिब्रेसन गर्नेछौँ बर्थडे। राइट, अहिले चाहिँ 4:12 भयो र हामी सबैजना रेडी भइसक्यौँ बजार जानको लागि। मैले भनेको थिएँ तपाईँलाई अगाडि आज मेरो मम्मीको बर्थडे, त्यही भएर हामी जानेछौँ सेलिब्रेसन गर्न। त्यही भएर यहाँ रेडी भइसक्नु भएको छ। अब चाहिँ जुत्ता लाउनु पर्ने हुन्छ। मैले चाहिँ मोबाइल यही छोड्छु, लग्दिनँ आज बजारमा, किनकि कामै छैन मेरो मोबाइलको त्यति धेरै। त्यही भएर सो राइट, हामी चाहिँ सबैजना यहाँ कालिज रेस्टुरेन्टमा आइसक्यौँ। अहिले चाहिँ हामी खाजा ल्यायौँ, ठ्याक्क मोमो खाँदैछौँ। यहाँ चाहिँ तपाईँले एउटा अलिक युनिक चिज देख्नुहुन्छ। सुनको चम्ची र काँटा। सुनको चम्ची है, आज मम्मीको बर्थडेमा स्पेसल एक्सपिरियन्स आज गर्ने सुनको चम्चीले। यहाँ हुनुहुन्छ हाम्रो बर्थडे गर्ल। हेलो। कमेन्टमा तपाईँहरू ह्याप्पी बर्थडे लेखिदिनु होला। यहाँ चाहिँ हाम्रो यसो इन्स्टाग्राम स्टोरी चल्दैछ अहिले। यहाँ हेर्नु सक्नुहुन्छ, एकदम दामी ठाउँ लाग्यो मलाई। हामी चाहिँ फाइनली यहाँ ठाउँ चेन्ज गरिसकेको छौँ। हामी माथिपट्टि आइसकेको छौँ, अघि तल थियौँ। यहाँ चाहिँ भर्खर टिकटक चल्दै। सो राइट, हामी चाहिँ अहिले यो स्पटमा आइसकेको छौँ। यहाँ चाहिँ टिकटक चल्दैछ। यहाँ चाहिँ तपाईँहरू यस्तो घुम्ने अटोमेटिक देख्नुभएको होला, तर यो चाहिँ म्यानुअली हो। हात यो चाहिँ यस्तरी टाइट गरिसकेको छु। यो चाहिँ बिहाइन्ड द सिन हो, म डिस्क्रिप्सनमा लिङ्क दिन्छु यो भिडियोको, तपाईँहरू चेक गर्नु होला। ल अब मेरो काम भनेको चाहिँ यहाँ यस्तरी भुइँमा बस्ने हुन्छ र अनि मैले घुमाइदिनु पर्ने हुन्छ। अब 7 6 5 4 3 2 1 गो। मलाई खेल्दैछ साथीहरू पछाडिदेखि गर्दैछ। ल अब चाहिँ यहाँ टिकटक बनाउने मम्मीको पालो। 9 8 मेरो चाहिँ काम त्यही अब भुइँमा बस्नुपर्ने हुन्छ। छोडिदिनु सक्नुहुन्छ। हाम्रो कुखुराको सेकुवा आइसकेको छ, एकदम मिठो मिठो। अचार पनि एकदम मिठो लाग्यो मलाई। हेर्नु सक्नुहुन्छ, सलाद पनि आएको छ, हाम्रो अचार पनि आएको छ। यो चाहिँ एकदमै मिठो छ सेकुवा। भर्खर फोटोसुट गऱ्यौँ। अब चाहिँ हामी केक काट्ने भनेर केक लिन जाँदैछौँ दिदी र म। यहाँ चाहिँ मेरो लेस हल्का फुस्के छ, बाँध्नु पर्ने हुन्छ। र मैले चाहिँ लेस पनि बाँधिसकेँ। अब चाहिँ यहाँ डलमा फोटो खिच्नुपर्ने हुन्छ फेरि। हामीले फोटोसोटो भिडियो सिडियो सब खिचिसक्यौँ। अब चाहिँ जानुपर्ने हुन्छ केक काट्नको लागि। यहाँ चाहिँ मम्मी पर्खिराख्नु भएको हुन्छ अघिदेखि केक काट्नको लागि। ल अब चाहिँ पालो हो केक काट्नेको। यो बाहिरको मौसम हेर्न सक्नुहुन्छ, रात परिसकेको छ। अब हामी त्यस्तै 8 बजीसम्म बस्छौँ या 7:30 बजीसम्म म्याक्सिमम टाइम भनेको अनि गइहाल्नेछौँ। आज भ्लग छोटो मिठो हुनेछ। अब चाहिँ हामी त्यहाँ क्यान्डल पनि छ दिसो, खतरा भिडियो बनाउँछु मम्मीको।
हाम्रो सरप्राइज कस्तो छ त एकदम राम्रो एकदम खुसी लाग्यो भिडियोमा लाइक गरिदिनु भन्नु त सबैजनाले लाइक गरिदिनु होला मेरो चाहिँ आज जन्मदिन यहाँ चाहिँ सरप्राइज छोरीले ज्वाइँले छोराले सरप्राइज मलाई मेरो केक काट्दै हुनुहुन्छ हजुरहरूले चाहिँ एकदम आशीर्वाद दिनु होला अझै धेरै 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 वर्ष यसरी नै छोराछोरी र ज्वाइँको हातबाट बर्थडे मनाउन मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्न मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडा र हाम्रो चाहिँ यहाँ सलाइले गर्दा नपरेर दिदीले खतरा जुगाड गर्नुभएको छ यहाँ क्यान्डलमै बाल्नु भएको छ तर बालिदिनु त म पनि क्यान्डल होस् छोडिदिनु र मेरो चाहिँ बिहानको भन्दा अहिले क्वालिटी अलिक नराम्रो आएको होला रातिले गर्दा त्यही पनि मैले क्वालिटी फुल गरिदिएको छु हाम्रो मोबाइलमा हाम्रो फेरि क्यान्डल बलिसकेको छ किनकि त्यहाँ साइड साइडमा कभर छ नि त त्यही भएर र काटु मम्मी के र सुरुमा कसलाई खुवाइदिनु हुने रहेछ मम्मीले आज हेरौँ अब बाबालाई ल सुरुमा चाहिँ छोरालाई है ल मम्मीले चाहिँ खानु न ल छोरी चाहिँ लास्टमा है ह्याप्पी बर्थडे मम्मी तर हामीले चाहिँ फाइनली सब खाइसक्यौँ मैले चाहिँ खाएको भिडियो खिचिनँ त्यस्तो ल यो चाहिँ हाम्रो मम्मीलाई गिफ्ट हो दिदी र भेनाले किनिदिनु भएको रोज्नु भएको गिफ्ट मैले चाहिँ योपालि मम्मीलाई केही गिफ्ट दिनँ ल थ्याङ्क यू गिफ्ट फ्रम छोरी एन्ड ज्वाइ यति राम्रो गिफ्टको लागि घरमा अनबक्सिङ गर्नु ल मम्मी सबैजना फर्किँदैछौँ यहाँदेखि अब चाहिँ हामी जानेछौँ यहाँदेखि र हातमा चाहिँ डिब्बा लियो अरे यहाँको चाहिँ मलाई एक्सपिरियन्स एकदमै राम्रो लाग्यो कस्तो एक्सपिरियन्स थियो होइन यहाँ राम्रो थियो सर्भिस राम्रो लाग्यो होइन सर्भिस राम्रो थियो खानेकुराहरू पनि एकदम मिठो थियो है अब अहिले चाहिँ भेना र म मात्र जाँदैछौँ दुईजना मात्र अब चाहिँ हामी फेरि आउनेछौँ यहाँ राम्रो लाग्यो यहाँ फर्स्ट टाइम आएको ल अब चाहिँ हामी दुईजना यहाँ बाइकमा जान्छौँ अहिले अझै नाइटमा त्यस्तो क्वालिटी राम्रो आउँदैन त्यही पनि म हल्का यसो परदेखि देखाइदिन्छु हल्का अब क्लिप त बनाउनु पर्यो नि सर्ट भिडियो हाल्नु भएन तपाईँहरू हेर्नु थोरै सिनेमेटिक सर्ट यो रातिको हाम्रो यो धरान भ्यू है धरानको यो पुतली लाइन हो यो चाहिँ हाम्रो नाइट भ्यू हो हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो आवाज अहिले थाहा छ आएको छैन मैले चाहिँ मिडिया मोडहरू केही लगाएको छैन त्यो भएर त्यही भएर हाम्रो आवाज चाहिँ अलिक सानो हुन्छ है हावा भ्याएर आउँछ आवाज सानो हामीले माइक र मिडिया मोड आवाज छिटै लाउनेछौँ सपोर्ट फाइनली म चाहिँ घर आइपुगिसकेँ अब मम्मी र दिदी भेना आउनुहुन्छ 3 जना 2-3 मिनटमा म चाहिँ सुरुमा आएको